नेपालले आइसिसी टी20 वर्ल्ड कपको पहिलो खेल इङ्ल्यान्डसँग मुम्बईको वानखेडे स्टेडियममा खेल्दै टी20 वर्ल्ड कपको सुरुवात गर्नेछ र नेपालको सुरुवाती क्रमका सबै खेलहरू एउटै रङ्गशालामा भएको कारणले गर्दाखेरि नेपाललाई अलिकति फेभर भने गर्नेछ। तपाईहरुलाई के लाग्छ यस टी20 वर्ल्ड कपमा के नेपाल अन्तिम 8 सम्म पुग्न सक्ला त? के लाग्छ तपाईहरुलाई? त्यो आफ्नो प्रेडिक्सन कमेन्ट बक्समा गएर तपाईहरुले छोड्दै गर्न सक्नुहुन्छ भनेदेखि वानखेडे स्टेडियममा हुने यस खेल नेपालको लागि निकै नै महत्त्वपूर्ण छ र अहिले नेपाली खेलाडीहरू एकदम जीव ज्यान दिएर क्रिकेट खेलिरहेका छन्। नेपाली खेलाडीहरूले खेले अनुसार नेपाली फ्यानहरूले पनि नेपाली क्रिकेटलाई धेरै नै सपोर्ट गरिरहेका छन् र नेपाल र इङ्ल्यान्ड बीच हुने खेलको त टिकट नै पुरै सोल्ड आउट भइसकेको छ। सबै दर्शकहरूले टिकट पाएका पनि छैनन्, काट्न चाहेका मान्छेहरूले। अन्तर्राष्ट्रिय स्तरमा यसरी नेपाली क्रिकेटको चर्चा चुलिँदै गइरहेको बेलामा नेपालले यस टी20 वर्ल्ड कपमा के आफूलाई साबित गर्न सक्ला त? नेपाललाई यो टी20 वर्ल्ड कपमा अन्तिम 8 सम्म पुग्ने सम्भावना तपाईहरुले कति देख्नु भएको छ? के कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, बसिर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, शेर मल्ल, ललित नारायण राजवंशी, नन्दन यादव र लोकेश बम, के यी 15 जना खेलाडीहरूले नेपालको नामलाई झन माथि पुर्याउन सक्लान् त क्रिकेट जगतमा? नेपाल रहेको ग्रुपमा नेपाल, इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटली र स्कटल्यान्ड जस्ता बलिया टोलीहरू समावेश छन्। नेपाललाई अन्तिम 8 सम्म पुग्नको लागि कम्तीमा पनि 2 वटा खेल जित्नै पर्ने दबाव छ भनेदेखि 3 वटा खेल जितेको खण्डमा चाहिँ नेपाल सजिलै अन्तिम 8 मा पुग्न सक्छ भनेदेखि 2 वटा मात्रै खेल जितेको खण्डमा चाहिँ अन्य टोलीहरूले खेल्ने खेलमा पनि भर पर्न जानेछ। नेपाली खेलाडीहरूले देखेको सपना, इन्डिया जस्तो क्रिकेटको क्रेज भएको, क्रिकेटको पावर हाउस इन्डिया जस्तो ठाउँमा गएर खेल्न पाउनु भनेको नेपाली खेलाडीहरूको लागि निकै नै ठुलो उपलब्धि हो। त्यहीमाथि मुम्बईमा रहेको वानखेडे स्टेडियम, त्यहाँ खेल्ने नेपाली खेलाडीहरूको सपना अब साकार हुँदैछ। त्यो सपना साकार मात्रै हुँदै छैन कि इङ्ल्यान्डसँग कुनै पनि फर्मेटमा नेपालले पहिलोचोटि खेल खेल्दैछ भनेदेखि यदि इङ्ल्यान्डलाई स्तब्ध पारेको खण्डमा नेपाली क्रिकेट कहाँ पुग्छ भन्ने कुरा तपाईँ हामीले कल्पनै गर्न सकेका छैन। यदि नेपालले टी20 वर्ल्ड कपमा इङ्ल्यान्डलाई हराउन सक्छ भनेदेखि नेपालले अरू जुनसुकै टोलीलाई पनि हराउन सक्छ। नेपालले टी20 फर्मेटमा अहिले पछिल्लो समय एकदम खतरनाक पर्फर्मेन्स गरिरहेको छ भनेदेखि वार्म अप म्याचमा पनि 2 खेलमा दुवै खेल शानदार तरिकाले जितेर टी20 वर्ल्ड कपको तयारी पुरा गरेको छ। तपाईहरुलाई के लाग्छ यस टी20 वर्ल्ड कपमा नेपाल कहाँसम्म पुग्ला र नेपालले के उपलब्धि चाहिँ हासिल गर्न सक्छ जस्तो तपाईलाई लाग्छ? त्यो तपाईले कमेन्ट बक्समा गएर छोड्न पनि सक्नुहुनेछ र यस वर्ल्ड कपमा सबैभन्दा बढी स्कोर बनाउने खेलाडी को बन्छन् जस्तो लाग्छ तपाईलाई? अनि त्यसैगरी सबैभन्दा बढी विकेट लिने खेलाडी को बन्लान् र दुवै अलराउन्डर प्रदर्शन गर्ने खेलाडी चाहिँ को बन्छन् जस्तो लाग्छ तपाईलाई? त्यो पनि कमेन्ट बक्समा गएर तपाईले छोड्न सक्नुहुनेछ र नेपाली क्रिकेट सम्बन्धी भिडियोको लागि चाहिँ तपाईले यो च्यानललाई सब्स्क्राइब गरी राख्न पनि सक्नुहुनेछ। म नेपालको प्रत्येक खेलको अपडेट लिएर आउने नै छु।